बाबु दीपक, अनि यत्रो सानो मान्छे भएर के बढार्नु पर्यो? तिम्रो ठुली आमाले गरिहाल्छ नि। ठुली आमाको पनि कति धेरै काम हुन्छ, उहाँले बढाल्न भ्याउनुहुन्न, त्यसैले मैले बढाएको। बाबु दीपक, तिमीले भनेको कुरा त एकदम सही हो, तर यत्रो सानो मान्छे भएर बसेर पढ्न पर्छ। यदि बिहान बिहान तिमीले यसरी बढार्यौ भने पढ्ने कति बेला? अनि घरको गृह कार्य पनि गर्नु पर्यो, त्यही भएर पढ्न पर्छ। तर मैले तिमीलाई त्यो ठुलो वर्णमालाको किताब ल्याइदिएको छु नि, हो त्यो पुस्तक सबै पढ ल। अनि ठुलो हजुर कहाँ हुनु नि बाबु, म त्यहाँ तल बजारसम्म जान लागेको। म बजारबाट नआउन्जेलसम्म तिमी घरमा बसेर ठुलो आमालाई दुःख नदिइकन पढेर बसास। ठुलो बामा पनि हजुरसँगै बजार जाने। मेरो सानो भतिज कति ज्ञानी है। हेर न बाबु, तिमी सानो छौ, बजार धेरै टाढा छ, उहाँसम्म पुग्दाखेरि तिमी थाक्छौ। त्यही भएर तिमी नहिँड, बरु भोलि पर्सि ठुलो भएपछि जाउली नि त मसँग। हस् थाक्दिन ठुलो बामा, त बलियो छु नि। बरु म हजुरको सामान बोक्दिनँ नि बजारमा। तिमीले यत्रो सानो मान्छेले केही पनि बोकिदिनु पर्दैन। यो सानो मान्छे बजार जानुहुन्न के, भोलि पर्सि ठुलो बसी जाउला। थाकिन्छ, हामीसँग सवारी साधन छैन, केही पनि भनिहालेँ नि मैले। तिमी घर बसेर पढ, भोलि पर्सि ठुलो बसी जाउली है। लान बुढा, असाध्यै दिपकले रहर गरिरहेछ, उतै लगेर मामा घर लगेर छोडिदिनुस्। ए तेरिका, कस्तो कुरा गर्छौ कि आइसा तिमीले? अब यत्रो सानो बच्चालाई उहाँ लगेर छोडिदिएर हुन्छ र? लान्न म त। तिमीले त पाल्ने भन्ने मात्रै हो, दुःख मैले गर्नुपर्छ सबै। कस्तो कुरा गर्छौ कि आइसा तिमी? यत्रो सानो बच्चालाई मामा घर लगेर छोड्ने? हामीले भात खुवाउन सक्दैनौ, पाल्न सक्दैनौ? पुर्ख तिमी घर बसेर यिनीहरू केटाकेटीलाई खाना खुवाऊ, भात खुवाएर राख, हेरविचार गर। म चाहिँ सहर जान्छु, आउन ढिला हुनसक्छ, बेलुका धेरै काम छ। बेलुका यदि आइन भने भोलि बिहान आउँछु। यिनीहरूलाई चाहिँ खाना खुवाएर राम्रोसँग हेरविचार गरेर बस नि। बाबु दीपक, तिमी घर बसेर त्यो मैले ल्याइदिएको छु नि ठुलो वर्णमाला हिजो, हो त्यो ठुलो सबै पढ, कण्ठ गर। म सकेसम्म बेलुका आउँछु, बेलुका आइन भने भोलि बिहान आउँछु है। ठुलो आमालाई दुःख नदेऊ नि है। ल राम्रोसँग बस। यसलाई यहाँ भात खुवाएर राख्ने होइन थापाकाजी, यसलाई अब म जङ्गलमा लगेर छोडिदिन्छु। आजबाट यो दिपकको झन्झटै सक्यो। बाबु दिपक, हजुर ठुलो आमा, हजुर बस्नु, म यति बढालिहाल्छु नि। भयो 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 भयो। बाबु दिपक, तिमीले बढाल्नु पर्दैन, म बढालिहाल्छु नि। तिमीलाई ठुलो बुवासँग बजार जानु मन छ हो? जानु मन थियो, तर ठुलो बाले लग्नु भएन। ठुलो बुवाले लानु भएन, अब तिमीलाई ठुली आमाले बजार घुमाउन लान्छ। हस्, हजुरले गाली गर्नलाई हो कि म घरमै काम गरेर बस्छु? अब म बाबुलाई गाली गर्दिनँ, म माया गरिहाल्छु नि। बाबुले मलाई कति धेरै काम सघाउँछ, म बाबुलाई धेरै माया गर्छु नि। अब मैले बुझिसकेँ बाबु। हस् हुन्छ ठुलो आमा। बाबु दिपक, अब तिमी र म बजार जाने। हस् हस् ठुली आमा। ठुली आमा, हजुरले सधैँ झोला लिनुहुन्थ्यो होइन? आज किन नलिनु भएको? पर्दैन कि पर्दैन, आज झोला बोकिरहनु पर्दैन। तिमी र म उतै बजारै जाने, अनि उतै रमाउने, उतै खाने। अनि दिपक र अनि ठुली आमा हामी सँगै आउँला। हस् हस् ठुली आमा। ल हिँड। त्यो त होइन। आमा, यो बजार जाने बाटो होइन? त्यो त होइन, यता बाटो छिटो पुगिन्छ। ठुलो बुवा आउनुभन्दा अगाडि हामी दुईजना बजार पुगेर फर्किसक्नुपर्छ, नत्र भने ठुलो बुवाले मार्नुहुन्छ। यताबाट हिँड हिँड।
तिमीलाई कस्तो लागिरहेको छ बताउँदा राम्रो लागिरहेको ठुलो आमा खुसी त छौ नि तिमी खुसी छ अनि तिमीलाई बजार गएर के खान मन लागेको छ बाबु मलाई जेरी लड्डु अनि त्यति खान मन लागेछ ठुलो आमा ए हस् सबै म किनिदिन्छु हस् बाबुलाई हस् ठुलो आमा यति भए हुन्छ अरू चाहिँदैन बाबु ठुलो आमा मलाई सेतो जुत्ता पनि किनिदिनु ल बाबुलाई आज म सेतो जुत्ता सबै जे भनेको छ खानेकुरा के भनेको छ सबै किनिदिन्छु हस् हस् ठुलो आमा के किनिदिनु पर्छ तिमीलाई अनि एउटा नाना अनि एउटा यो च्यातिसक्यो यो अनि एउटा ज्याकेट किनिदिनु ल ठुलो आमा हस् मेरो बाबुले म किनिदिहाल्छु तँलाई के खानेकुरा किनिदिने चाहिँ होइन कि तँलाई जङ्गलमा लगेर छोडिदिन्छु म अब अनि त बाघ भालुको शिकार बन्छस् अनि बाघ भालुले खाइदिन्छ अनि मलाई सधैँको लागि आनन्द हुन्छ दिपकी बदमास ठुली आमा अब कहिले आइपुग्छ अब आइपुगि नै हाले हिँड आइसु बहिनी कता जान लाग्यो कतै होइन दाइ हामी यतै होइन काका बजार जान आँट्यो बजार ए फुच्चिल कहाँ जङ्गलको बिचमा पनि बजार जान लाग्यो अनि आइसु बहिनी हिजो अस्ति तिमीलाई घटना भएको थाहा छैन किन यो बाटो हिँडिरहेको फेरि किन र दाइ के भयो र मलाई त के पनि थाहा छैन चितो बाघ आएको छ अरे हिजो अस्ति 2 जना मात्र दोबारेको छ अरे तिमी पनि यतातिर नजाऊ है हुन्छ दाइ हुन्छ हस् ल बहिनी बेलैमा फर्का है बेलुका जे पनि हुनसक्छ हस् दाइ हस् दिपक जाऊ हिँड ठुली आमा बाघ छ नजाऊ मलाई यो काका त महाफटा हो नि विश्वास नगर तिमी ऊ चाहिँ बजारबाट सुटबुट कसेर आछ हिँड ठुली आमा अहिले कति टाढा हो राम्रो ठाउँमा टाढो हुन्छ स्वर्गको बाटो कस्तो हुन्छ राम्रो हुन्छ नि स्वर्गको बाटो हो त्यस्तै राम्रो ठाउँमा पुग्नलाई टाढा बाटो हिँड्नुपर्छ कि बाबु हिँड दिपक ठुली आमा बजार त धेरै टाढा नजाऊ होला है किन नजानु बजारमा कस्तो झिलिमिली बत्ती कस्तो राम्रो रङ्गी फुलहरू कति राम्रा गुडियाहरू हुन्छन् जानुपर्छ दिपके है जानुपर्छ त्यहाँ त तिमीले भनेको थियौ नि मलाई मेरो ज्याकेट च्यातेको छ अनि मलाई बिस्कुट पापा धेरै खेलाउना किनिदिनु भनेको थिएँ नि हो म किनिदिन्छु नि दिपक हिँड जाउँ छोरा हस् ठुली आमा तिमीलाई थकाइ लागेको छ भने होइन हो ठुलो आमा म पानी खान जान्छु मैले यो खाजा ल्याएको थिएँ तिमी यो खाजा खाँदै गर म तिमीलाई पनि पानी लिएर आउँछु हस् ठुली आमा छिटो आउनु ल हस् बाबु हस् एकैछिन है म आइहाल्छु हस्
लागिसक्यो ठुली आमाले पानी किन नल्याउनु भएको ठुली आमा 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 हजुर कहाँ हुनुहुन्छ मलाई डर लागिसक्यो ठुली आमा ठुली आमा ल त्यो दिपकेलाई पनि पन्छाए अब त्यसको उपलक्ष्यमा यो भालेलाई काट्ने हो अनि मजाले सुप बनाएर खाने हो बाबुराज छोरो चक्कु ल्याउ ल्याउ आमा तपाईँले किन यो भाले ल्याउनु भएको बाबु छोरो यो भाले काटेर हामी दुईजना सुप खानुपर्छ आऊ जाउँ बाहिर गएर भाले काटौँ आइसा के हो भाले ल्याछौ चक्कु पनि हातमा समातेछौ के हो भालेलाई के हुनु नि यो भाले काट्न लाग्यो ल किन भाले काट्न लाग्यो खाना मन लाग्यो कस्तो सुप खान मन लाग्यो चिसो चिसो पनि भयो त्यही भएर ए पानी पनि परेको छ ठिकै छ ल बाबुराज ल बिस्कुट अनि दिपक खोइ त दिपकलाई हेर त मैले झोला ल्याइदिएको छु झोला भएन भनेको थियो त्यही भएर दिपक ए दिपक खोइ त दिपक बोल्दैन त दिपक बाबु ए दिपक खोइ दिपक किन बोल्दैन दिपक राज दिपक कता गयो खोइ बोल्दैन त सुतेको छ क्या होइन तिम्रो किन केही नबोली बस्या खोइ दिपक के भन्या खै तपाईँ बजार जान्छु भनेर निस्किने बित्तिकै ऊ पनि म पनि ठुलोबासँग जान्छु भनेर निस्केको हो त्यसपछि मैले देखेकै छैन के थाहा हामीलाई हेर तेरिका आइसा तिम्रो दिमाग छैन भने त्यत्रो बच्चाले बजार जान्छु भन्दैमा जान दियौ तिमीले रोक्ने प्रयास गरेनौ झन् मैले त्यत्रो बच्चालाई हेर खाना पकाएर खुवाऊ भनेर गएको बच्चाको ख्याल गर्नु पर्दैन के भन्ने के यस्तो है मैले कति रोक्न खोजेको थिएँ बाटोमा आज हात समातेर नजाऊ बाटो टाढा छ बाबु भनेर कति मैले रोक्न खोजेको उसैले होइन म ठुलोबासँग बजार गएर आउँछु भनेर ढिपी गरिहाल्यो के तपाईँले बजारतिर भेट्नु भएन बुढा हेर तेरिका फेरि त्यही कुरा गर्छिन् होइन तिम्रो अलिकति दिमाग छैन त्यत्रो मान्छेहरू हुन्छन् बजारमा त्यति धेरै बाटाहरू हुन्छन् अनि त्यति सानो बच्चा मलाई भेट्छ अनि कुन बाटो कता भन त के गर्ने होला हे तेरिका बुढा तपाईँको छोरा कुन बाटो गयो कहाँबाट गयो मलाई के थाहा तपाईँ आफै खोज्न जानु हेर तेरिकी के भन्छन् गर्छन् यिनीहरू हेर त छ भन्न लागिसक्यो कहाँ गयो होला त्यो बच्चा केही भयो त्यो दिपकेलाई बाबुराज यो कुखुरालाई म खोरमा लगेर राखेर आउँछु यो चक्कु भित्र लगेर राख त्यो बुढाले शङ्का गर्ला जस्तो लाग्यो है हस् आमा ठुली आमा ठुली आमा ओहो दिपक
कति दर्दनाक कथा रहेछ तिम्रो। त्यसपछि अरू के भयो सम्झना छ भन्न सक्छौ? त्यसपछि सीमाले ठुलोबुवालाई सबै कुरा भनिसिन्। दिपक खै आयो? दिपक हजुर दिपकलाई खोज्न जानुभएको होइन? खोइ त दिपक तिमी किन पर्दा भएको हो? तिमीले त्यो दिपकलाई लिएर गएको थियौ नि, कहाँ छोड्यौ? कहाँ छोड्यौ दिपकलाई? अरे चाहिने नचाहिने कसको कुरा सुनेर गाउँलेको कुरा सुनेर जहिले मलाई गाली गर्न आउनुहुन्छ हजुरले। पर्दा बोला तिमी आज म तिमीलाई ठिक नपारी छोडिन। तिमीले त्यो दिपकलाई लिएर गइरहेको थियौ नि, त्यो तेजीको छोरी छैन सीमा हो, त्यसैले भनेको। तिमीले त्यसलाई त्यो दिपकलाई लिएर गइरहेको, त्यसले देखि गिरी पाँचको धाङतिर कता हो? भन त्यो दिपकलाई कहाँ भन भनेको। हल्छ म तिमीलाई छोडिदिनु। बुढा के कुरा लुकाउनु? तपाईँ बजार गएको बेलामा म जङ्गलमा घाँस काट्न जान्छु भनेर जान लागिरहेको थिएँ। दिपकले ठुले आमा म पनि जान्छु तपाईँसँग भनेर डिब्बी गर्न थाले। त्यसपछि ल हिँड नि त सँगै भनेर जङ्गल गएको थिएँ। बाटोमा जाँदै गर्दाखेरि दिपकले काफल देखेछ। ठुले आमा म काफल खान्छु भने। त्यसपछि ल बाबु तिमी काफल खाँदै गर भनेर म घाँस खान थाले बुढो। त्यसपछि मैले कति ठाउँमा खोजेँ, दिपकलाई भेटेन। अनि बुढो अनि म घर फर्केर आएँ। रामाराम तपाईँको कसम मैले भेटेन। तिमी गलत बोल्दैछौ आइस्ना, तिमी गलत बोल्दैछौ। तिमी जस्तो स्वास्नी मान्छेले आफ्नो स्वार्थको लागि केसम्म गर्छन् भन्ने कुरा यो थापा काजीलाई राम्रोसँग थाहा छ। भन आइस्ना, म नभएको मौका छोपेर मेरो छोरो त्यो दिपकलाई जङ्गलमा लगेर किन छोड्यौ? किन छोड्यौ? मैले कहाँ छोड्न सक्छु र बुढा? त्यो दिपकले मलाई कति मेलापातमा सघाउँथे, म कसरी बिर्सन सक्छु त्यसलाई? म के गरौँ? तिमी नाटक नगर आइसा, नाटक नगर। तिम्रो नाटक मलाई राम्रोसँग थाहा छ। म यहाँ घरमा नभएको बजार गएको मौका छोपेर त्यो दिपकलाई जङ्गलमा लगेर छोड्यौ। तिमीले आफ्नो बाटोबाट त्यो दिपकलाई हटाउन खोजिरहेको थियौ। म कदापि यो हुन दिन्न। भन तिमीले त्यो दिपकलाई कुन जङ्गलमा छोड्यौ? भन। मेरो विश्वास गर्नुहोस् बुढा, बिन्ती छ। म अब के गरौँ बुढा? हजुरले त बुझिदिनुहोस्। तिमीले सिधा सिधा भन्छौ कि म गाउँले जम्मा पारेर तिमीलाई कारवाही गरौँ? भन त तिमीले कुन जङ्गलमा लगेर छोडेको छौ? म खोज्न जान्छु। भन। त्यहाँ के बुढा, त्यहाँ नागार्जुन जङ्गल छैन? त्यो जङ्गलको भेल आउने खोल्चो छैन? खोजको बिचमा छोडेर आएको छु मैले। त्यो दिपकलाई मैले जङ्गलमा नभेटु न, तँलाई के गर्छु मलाई राम्रोसँग थाहा। पुलिस केस गर्छु तँलाई। कहाँ गयो होला त्यो बच्चा? अरे त्यो दिपकेसँग यो बुढोलाई पनि बाघले नखाएसम्म मलाई आनन्द नहुने पो। दिपक कहाँ गयो होला? बाबु दिपक, दिपक, बाबु दिपक, ए दिपक, 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 बाबु दिपक, 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 बाबु दिपक, दिपक, बाबु दिपक, तो यहाँ कसरी बाबु यहाँ? ठुली आमाले लिएर आउनुभयो। ठुली आमाले ल्याएको? अनि के गर्ने लिएर आएको यहाँ? बजार जाने भन्नुभएको थियो, अनि उता मलाई डिलमा बसाउनु भएको थियो, अनि पँधेरोमा पानी खान जानुभएको थियो, अनि मलाई त्यहीँ छोडिदिनु भएको। तिमीलाई बस्नु भनेर अनि जानुभएको ठुली आमा? कहाँ जान्छु भनेर जानुभएको?
ठुली आमा त उता पँधेरोमा पानी खान जानु भएको थियो। तिमी त्यसरी ठुली आमाले छोडेपछि त्यहाँबाट हिँड्न हुन्थेन नि। उनी उहाँ कहाँ गयो बाबु भनेर कति हाततिर बसिरह्यो भने धन्न के भन्नु मेरो बाबुलाई। बाबु दिपक तिमीलाई त ज्वरो आए जस्तो छ, कस्तो तातो भयो। ए आउनु हो मेरो मलाई कस्तो याद आइरहेछ बाबुको। आउ छोरा मेरो बच्चालाई छुनु पनि पर्दैन। तँलाई अलिकति लाज शरम घिन डर भन्ने छैन? यत्रो नाबालकलाई त्यस्तो घनघोर जङ्गलमा लगेर छोडेर चाहिँ जङ्गली जनावरले के गरेको भए के हुन्थ्यो? के हुन्थ्यो? बुढो म हजुरलाई आफैदेखि माफी माग्न चाहन्छु। पर्दैन तैँले माफ माग्न, तँलाई माफ दिन त के? त्यो अनुहार पनि हेर्न मन छैन मलाई, तेरो अनुहार पनि हेर्न मन छैन। तँ जस्तो हाइमाईले गर्दा सारा संसारका हाइमाईको इज्जत जान्छ। के गरेकी तैँले? के गरेकी? यत्रो बच्चालाई लगेर त्यस्तो घनघोर जङ्गलमा छोडेर के गरेकी भन्छ? कस्तो आमा होस् त, तेरो पनि छोरो छ। यो आफ्नो देउरको देउरानीको छोरो पो त आफ्नै छोरो हो नि। किन यस्तो गरिस् भन्दा? किन यस्तो गरिस् आइसा? किन यस्तो गरिस्? माफ दिनुहोस् बुढा, म आत्मैदेखि माफ माग्न चाहन्छु हजुरसित। पर्दैन तैँले माफ माग्न, माफ माग्न पर्दैन तैँले। अबदेखि आइन्दा मेरो छोरोलाई तैँले छुने पनि होइन, केही काम लगाउने पनि होइन, बस्ने पढ्ने मात्रै गर्छ मेरो छोराले। अब तैँले छुने पनि होइन, केही गर्ने होइन। आऊ बाबु जाऊँ। त्यत्रो घनघोर जङ्गलमा छोडेको थियो होइन? त्यतिखेर बाघ पनि कता गएछ? कति मान्छे गएको छ भने सुनेको थियो। त्यो दिपकलाई लिन जाँदाखेरि त्यो ठुलो बाउ र छोरालाई नै त्यो बाघले खाइदिएको थियो भने कति आनन्द हुन्थ्यो मलाई। अरे त्यो बाघ त्यतिखेर कहाँ गएछ? सायद सीमाले नभन्ने कि भयो। आज म यसरी हजुरसँग गफ गरेर बसेको हुन्थेन होला दाइ। त्यति धेरै माया गर्ने सीमा आजभोलि आएर तिमीलाई किन यस्तो व्यवहार गरेकी होला नि? के तिनले सानो छँदाका सबै कुराहरू आज बिर्सेकै हुन्थ? बिर्सेकी छैन दाइ। सीमाले मलाई माया गर्छिन्, पहिला जस्तै माया गर्छिन्। मलाई हिजो सीमाले भेटिन् नि दाइ, माया गर्लिन् जस्तो पनि गरिन्। मेरो घरमा आइन् नि सीमा हिजो। दिपक तिमीलाई सीमाले बुझे त राम्रै हुन्थ्यो। यदि बुझिन भने तिम्रो जिन्दगी बर्बाद हुन्छ कि कतै ऊ कसैको माया जालमा परेर तिमीलाई बर्बाद गर्दै पो छ कि? दाइ त्यतिसम्म त सीमाले नगर्लिन्। मैले उनलाई चिनेअनुसार बुझेअनुसार उनी त्यस्तै छैन। उनी कसैको उस्काएको भरमा उचालेको भरमा मलाई व्यवस्था गर्दैछिन्। तर मेरो मनले भन्छ सीमाले मनदेखि मलाई निकालेकी छैन। उनको मनमा मनै छु। बाल्यकालदेखि माया गरेको मान्छे एकाएक कसरी हराउन सक्छ? कसरी त्यो मान्छेको माया मर्न सक्छ? त्यसैले मेरो मनले भन्छ सीमा मेरै हुन्। दिपकले मलाई कति धेरै माया गर्छ। आफू त्यस्तो हुँदा पनि आफ्नो ज्यान जोखिममा राखेर मलाई बचाउन गयो। तर म उसलाई वास्तै गर्दिनँ। होइन, मैले उसको मतलब गर्नुपर्छ। हेलो राज, के हो तिम्रो पा? आजभोलि त तिमीले फोनै गरेर छोड्यौ त। एक दिन होइन, 2 दिन, 3 दिन भइसक्यो। यसरी माया गर्ने मान्छेलाई 3 दिनसम्म फोन नगरी बस्न सक्छौ? होइन, आजभोलि अलिकति बिजी हुन्छु, त्यही भएर फोन उठाउनै पाएको छैन। के काममा बिजी छौ तिमी?
कि तिमी लङ्गडे दिपकसँग बिजी हो? हेर सीमा, मैले भन्दैको छु त्यो लङ्गडे दिपकसँग बिजी रहेछ भने त्यो लङ्गडेको अर्को पनि खुट्टा बाँधिदिन्छु र तिम्रो पनि, याद राख। होइन, के नचाहिने कुरा गरेको? आजभोलि कामले धेरै बिजी भएर तिमीलाई फोन गर्ने समय निकाल्न पाएको छैन। त्यही भएर मैले तिमीलाई फोन नगरेको। तिमी के भनेर बस्छौ? के काममा बिजी छौ तिमी? पहिला त मसँग नबोलिकन निन्द्रा लाग्दैन भन्थ्यौ, जसरी हुन्छ मसँग फोन गरेरै छाड्थ्यौ। यदि बाउ घरमै हुँदा पनि लुकी लुकी टयलेटमा गएर नि फोन गर्थ्यौ। आजभरि तिमी धेरै नाता गर्न थाल्नु भएको छौ। हेर, दिपकसँग लागेर मलाई फोन नगरेको हो भने फेरि हेर तिम्रो लाइफ ड्यामेज गरिदिन्छु। म त्यो दिपकको अर्को पनि खुट्टा बाँधिदिन्छु र तिम्रो पनि, विचार गर। के रे तिमीलाई मैले कल नगर्दा तिमीले मेरो लाइफ ड्यामेज गरिदिने? तिम्रो माया यही हो? थाहा पाएँ मैले आज तिम्रो माया। तिमीले मलाई कति माया गर्छौ र कस्तो माया गर्छौ भन्ने कुरा। होइन नि सीमा, म तिमीलाई धेरै माया गर्छु नि त। मैले माया गरेको मान्छे अरू कसैको हुन्छ कि भनेर मनको आक्रोश मात्रै पोखेको। मेरो कुरामा चित्त नदुखाऊ ल। थाहा छ नि मैले तिमीलाई कति धेरै माया गर्छु भनेर, त्यसैले मेरो कुरालाई चित्त नदुखाऊ ल। ल रिसाउँदिन। अनि सुन त राज, आज मेरो कस्तो टाउको दुखिरहेछ। म आज सुत्नुपर्छ, भोलि कुरा गर्छु ल। ल सीमा, राम्रोसँग सुत। हेभ अ स्विट ड्रिम। ल हस्। होइन, यो राजको मायामा त स्वार्थ छ। बरु मलाई निस्वार्थ त दिपकले नै गर्छ। दीपक, भोलि भेट्छु। यहीँ आउनु भनेको थियौँ सीमाले। दीपक, सीमा आयो? बस। तिमीले मैले धेरै बेर कुरा है। अलिअलि, तर केही छैन सीमा। तिमीले भन्यो भने त म जुनीसम्म नि कुर्न सक्छु। तर आइहाल्यौ नि त। तिमीसँग कुरा गर्न त कसले सक्छ र? अनि दीपक, तिमीलाई मसँग भेट्न कतिको मन लाग्छ नि? मलाई जति बेला नि तिमी मसँगै भइदिए जस्तो लाग्छ। तर त्यस्तो हुँदैन। तिमी तिम्रै घरमा हुन्छ, म मेरै घरमा। हो नि, मलाई पनि पहिलेको भन्दा झन्झन आजभोलि भेट्न मन लाग्छ। तिमीले त मलाई के मोहनी लायो। सीमा, मोहनी लगाएको होइन। मैले जति माया पहिला गर्थेँ त्यति अहिले पनि गर्छु। तर तिमीले पो बिचमा मलाई व्यवस्था गरे जस्तो, अरू कोही छ जस्तो त्यस्तो गर्यो। बरु थोरै माया गर, सधैँ गर ल। माया गर्छु नि। माया गर्नलाई पनि तिमीले भनिराख्नुपर्छ त। भनिराख्नु त नपर्ने हो, तर खै तिमी त कुनै बेला केटाकेटी जस्तै लाग्छ। त्यत्रो माया गरेको बच्चैदेखिको साथी एकैछिनमा बिर्सिन्छ, गाली गर्छौ। अहिले पनि भेटिरहेछौ, फेरि केही भन्ने हो कि भन्ने मनमा डर भइरहेछ। फेरि कोही केटा आउने हो कि मभन्दा राम्रो, मभन्दा सक्षम। यदि त्यस्तो आयो भने त तिमीले मलाई माया गर्दैन है। अब त्यस्तो हुँदैन। त्यति बेला त मेरो दिमाग के भयो। मैले तिमीलाई राम्रोसँग बुझिसकेँ, तिमीले मलाई कति माया गर्छौ भनेर। अब तिमी चिन्ता नगर, म तिम्रै त हो। खै मलाई पनि तिमी मेरै हो जस्तो लाग्छ। तर अहिले मेरो अवस्था यस्तो छ कि कसैले नि मलाई स्वीकार्दैन। तिम्रो परिवारले नि मलाई स्वीकार्दैन होला।
केही समय पछाडि तिमीलाई पनि म बोझ लाग्न थाल्छु। अहिले पो माया गर्छौ, सधैँभरि यसरी माया गर्न सक्छौ त? सक्छु। सीमा, यदि तिमीले मलाई स्वीकार्न सक्छौ भने त मेरो जीवन स्वर्ग जस्तै हुन्थ्यो होला। थाहा छ, मेरो खुट्टा बिस्तारै निको नि हुनसक्छ अरे। उपचार गर्न धेरै खर्च लाग्छ अरे, त्यही भएर उपचार नभएको। पछि मेरो खुट्टा ठिक बनाउला अनि म काम गरौँला, तिमीलाई घरमै राख्छु ल। हामी एक भयो भने सबैभन्दा पहिला तिम्रो खुट्टाको उपचार गर्नुपर्छ। त्यसको खर्च जे जति लाग्छ त्यो सबै मैले जुटाउँछु। ए त लङ्गडेछ फेरि भेट्न थालिस् पख तलाई। त्यत्रो पैसा कहाँबाट जुटाउँछौ तिमीले? धेरै खर्च लाग्छ अरे। बाबासँग धेरै धन सम्पत्ति छ। बाबाले अहिले नस्वीकारे पनि पछि त स्वीकारेर दिइहाल्नुहुन्छ नि। हुँदैन सीमा, हुँदैन। तिम्रो बाबाको धन सम्पत्तिले मेरो उपचार गर्ने सोचेकी छौ भने त्यो म हुन दिँदिनँ। किनकि माइतीको सम्पत्ति चलाउँदा, छोरी मान्छेको घरको सम्पत्ति चलाउँदा सधैँ ऋणी भइन्छ। अनि गाउँ समाजले हेर्ने दृष्टिकोणै फरक हुन्छ। मलाई गाउँ समाजमा हेला हुन्छ। म अरूको हेला भएर बाँच्न सक्दिनँ। मेरो खुट्टाको उपचार यदि हाम्रै कमाइले हुन्छ भने गर्छु, होइन भने म अपाङ्गै टिक्छु। म आफ्नो स्वाभिमान कहिले पनि झुक्दिनँ। अनि सीमा, तिमी आज कति राम्रो देखेको। सधैँ यस्तै त हो। तिमीलाई कसरी राम्रो लाग्यो? होइन क्या, अरू दिनभन्दा राम्रो देखेको छ। कति हेइ चढ्दैछु। बाको स्वर जस्तो छ, बा आए जस्तो छ। हामी जानुपर्छ। सुन न, तिमी यता जाऊ, तिमी राम्रोसँग बस, म पनि जान्छु। त्यसै तिनीहरू यतातिर बसिरहेछन्। त्यहाँदेखि तैँले भनेको कुरा सही हो भने कति हेइ चढ्दैछु। त्यसै यो सीमालाई त यही भेट बताइ अघि त्यहाँ बसिरहेको थियो। त फेरि त्यही लङ्गडोसँग बसिरहेको छैन। कसले भन्यो त्यो लङ्गोरसँग भेटे कि छैन? त्यत्तिकै आरोप नलाउनु मलाई। त झुटो कुरा बोल्छस्। मैले आफ्नै हाल दिएको। तँले त्यो होइन के भनेको होइन, उपचार गरिदिन्छु के भनेको होइन त्यो लङ्गडोलाई। मैले तँलाई त्यो लङ्गडोलाई नभेट भनेको होइन। भेटे कि छैन? अझै झुटो कुरा बोल्छस्। झुटो कुरा बोल्छस्। त्यो दिपकको छ बोल। त्यसको अर्को हुँदैन भागिदिन्छु म। कहाँ छ बोल? घरमै होला नि, मलाई के थाहा। अब म घर गएर हेर्छु। यदि त्यो घरमा रहन्छ भने आज म त्यसलाई पनि छोडिनँ र तँलाई पनि छोडिनँ। पुलिस! ला, दिपक त घरमै छैन। अब के हुन्छ होला?